सम्पूर्णमा नमस्कार साथीहरू। म आज तिना बालिका गरिमा चौधरीको बारेमा केही भन्न गएको छु साथीहरू। मेरो कुरा मनपर्छ भने सेयर गरी सरकार समक्ष पुर्याइदिनु होला भन्ने आशा पनि लिएकी छु। हाम्रो यो गाउँ समाजमा दिन प्रतिदिन यस्ता घटनाहरू किन घटिरहेका छन् के? यो हाम्रो सरकारको कमजोरी हो कि साथीहरू। यो धेरै कमजोर भयो के। अब पुराना कुराहरूलाई छोड्दै नयाँ कुराहरूको नीति ल्याउला, जनताले सुख पाउला, देशमा सुखका साथ हामीले आफ्नो दुःख दैनिकी गरेर खान पाउँला भनेर पो नयाँ सरकारलाई चुनेको होइन। पुरानै कुराको पछि लाग्ने अब महँगीको त कुरै नगरौँ, महँगी त्यस्तै बढिरहेको छ। अलि यो महँगीको बारेमा मैले भन्न चाहिनँ। अलि यो अपराधिक कार्यक्रम हेर्नु त कति बढेको छन्। दिनै हत्या हिंसा बढेको छ। यस्ता नाबालिका त्यस्तो दुधे बालिकाको हत्या भयो, बलात्कारपछि हत्या भएको छ। अब यस्ता अपराधीहरूलाई अपराध अनुसारको सजाय हुनु जरुरी छ। हेर्नु, नेपालमा अब फाँसीको सजाय छैन, हाम्रो संविधानमा भन्दा बाहिरको कुरो हो भनेर भनिराखेको छ। अब बनाउनु पर्यो, संविधान बनाउनु पर्यो। नयाँ सरकार के को लागि हो? नयाँ नीति आउला, नयाँ खुसी छाउला देशमा होइन, नयाँ परिवर्तन आउला भनेर पो नयाँ सरकार चुनेको। उही पुरानो दुःखमा बाँच्नुपर्छ, तडपेर बाँच्नुपर्छ भने, पिल्सिएर बाँच्नुपर्छ भने नयाँ सरकारको के अर्थ रह्यो त? के परिचय रह्यो नयाँ सरकारको? नयाँ सरकारले आफ्नो परिचय दिनु पर्यो क्या। अब नयाँ नीति ल्याएर पुराना नीतिहरूलाई, नराम्रा नीतिहरूलाई छाड्न पर्यो, राम्रा नीतिलाई त अब अगाल्दै आउनुपर्छ होइन। पुराना नीतिलाई अब त्यो असह्य हुने नीति होइन, अब नकारात्मक नीतिलाई, नकारात्मक पक्षलाई चटक्क छाडेर नयाँ नीति अपनाउनु पर्यो क्या सरकारज्यू। जनतालाई पीडा दिएर कस्तो नीति अपनाउनुहुन्छ तपाईँहरू भन्नु त? यही जनताबाट जानुभएको होइन तपाईँहरू? जनताको पीर मर्का समस्या कोही नहुनेको सरकार हुनेछ, कोही नहुनेको सरकार छ, कोही नहुनेको म छु भनेर हामीले तपाईँलाई भोट दिएको होइन। हामी त असहाय छौँ, हाम्रो कोही छैन, हाम्रो लागि सरकार हुनुहुन्छ जिताएर पठाएपछि भनेर तपाईँलाई सरकारको स्थानमा पुर्याएको हो कि होइन हामीहरू भन्नु त? अब हामी उही सधैँ रोएर बस्ने, सधैँ तडपेर बस्ने, सधैँ अन्याय अत्याचारमा पिल्सिएर बस्ने? यस्तरी हुँदैन। हेर्नु, यस्तरी सरकार देश चल्दैन। अब यो देशमा यस्तै हत्या हिंसाहरू दिन प्रतिदिन बढ्दै जाने हुनु भनेदेखि देश छिटै नै अब सत्यनाशतिर लाग्दैछ। यो कलियुगमा अब विनाश हुँदैछ छिटै नै। त्यही भएर नयाँ सरकारले नयाँ नीति ल्याओस्, कानुनमा अपराध अनुसारको सजाय हुनु जरुरी छ भनेर लेखियोस् र यो नीति अहिले यही गरिमा चौधरीको पालादेखि लागु होस् क्या। यसैको पालादेखि लागु, यसको 13 दिन अम्किन नपाउँदै यो नियम पारित गरियोस्, त्यही भन्न चाहेँ मैले। हेर्नु त कति गाह्रो छ। त्यो दुधे बच्चालाई फकाइ फुलाइ गरेर लएर के चोरेर लिएर गएर, अर्काको घरबाट चोरेर लिएर गएर बलात्कार गरेर त्यसको आँखा झिकेर जिब्रो काटेर त्यसलाई तडपाई मार्नुपर्ने। त्यसले कस्तो अपराध गरेकी थिए, के गरेकी थिए त्यो बच्चाले? सुन्दा पनि कस्तो लाग्छ कि त्यो घटना सुनेदेखि त दिनको भोक्न रातको निन्द्रा भएको छ। आफ्नै सन्तानलाई सम्झिन्छ, आफ्नै सन्तान अब जति बेला नि हामी किसानी गाउँहरू बस्ने किसानी छोरछोरीलाई काखा च्यापेर बस्न सक्दैनौँ नि, हामी त काम गर्न जानुपर्छ। उनीहरूलाई पनि यसो 6-7 वर्षको भएपछि काममा जाऊ भन्नुपर्छ। हामीले तपाईँहरूको जस्तो बच्चाहरूलाई के अरे रेखदेख गर्ने, पालेर राखेर बस्न त सक्दैनौँ हामीले त आफ्नो ज्यानको सुरक्षा आफै गर्ने हो, आफूले खाने मानव आफै उब्जाउने हो। तपाईँहरूको जस्तो सुविधा सम्पन्न त छैन हामीलाई। हामी त दुखी गरिब अब देशको कुना कुनामा रहेका होइन, भुइँ मान्छे हो नि त हामीहरू त। तपाईँहरू जस्तो त सम्पन्नशाली त परिएन नि त। त्यही भएर हाम्रो लागि नियम कानुन हुनुपर्छ। हामी कोही नहुनेको लागि सरकार छ भनेर हामी खुल्ला
के अरे खुल्ला दिलले टाउको ठाडो पारेर निडर भएर आफ्नो दैनिक कार्यक्रम गरेर आफ्नो जीविकोपार्जन गर्न पाउँछ सरकार। अब त्यस्ता अपराधिक कार्यक्रममा संलग्न भएर अपराध गर्नलाई अपराध अनुसारको सजाय हुनै पर्छ। त्यही भन्न चाहे साथीहरू। मेरो यो भिडियोलाई सेयर गरी सरकारसम्म पुर्याइदिनु होला। हस्त नमस्कार।